जय श्री स्वस्तिनी माता। श्री स्वस्तिनी व्रत कथाको 28औं अध्याय कथासार। यस अध्यायमा विशेष गरी नवराज राजा र उनकी आमा गोमाब्रह्मणी बीचको पुनर्मिलन र भक्तिभावको चर्चा गरिएको छ। लामडे देशका राजा नवराज आफ्नी हराएकी आमा गोमाब्रह्मणीको खोजीमा निकै व्याकुल हुन्छन्। धेरै समयको अन्तरालपछि अन्ततः नवराजले आफ्नी आमालाई फेला पार्दछन्। लामो समयको वियोग र कष्टपछि आमा छोराको मिलन अत्यन्तै मार्मिक हुन्छ। नवराजले आफ्नी आमालाई राजकीय सम्मानका साथ दरबारमा भेट्न आउँछन्। दरबार पुगेपछि गोमाब्रह्मणीले आफूले भोग्नु परेका दुःखहरू, भगवान शिवको इच्छा र पूर्वजन्मको फल भएको बताउँदै अबका दिनमा धर्म र भक्तिमा लाग्न प्रेरित गर्छिन्। यस अध्यायले धैर्यताको फल मिठो हुन्छ र साँचो मनले गरेको भक्तिले ढिलो चाँडो सुखद परिणाम दिन्छ भन्ने सन्देश दिन्छ। साथै यस अध्यायमा स्वस्तिनी व्रतको प्रभावले कसरी एउटा परिवारको पुनर्मिलन भयो भन्ने महिमालाई पनि उजागर गर्दछ। यहाँको समय शुभ रहोस्। जय श्री स्वस्तिनी माता।